आकाशका ताराले आँखै मात्र टल्किन तिमीलाई देख्दा मेरो भित्री मुटु मन पगलिने जुनसँग तुलना कसरी पो गरौँ म खुटहरू दछाउँदैछन् नि 32 गुणले सम्पूर्ण जिउन माया सजिलो भाछ जबदेखि तिमी मेरो नजिकै छौ नि हेर्ने आँखा तिमीलाई मात्र शीतलता दिइराख्ने स्वरूप छ माया ल ओके ल What's up party people? मसँग चाहिँ आज हामीसँग ए म्या फक Take one, take two. ल रेडी What's up party people? मसँग चाहिँ आज चाहिँ हाम्रो कविर भाइ What's up कविर भाइ वेलकम टु द सो र सोको नाम त तपाईँहरू सबैलाई थाहा भइसक्यो नै होला भाइबिङ अप विथ विकल्प है त ल ओके किस भाइ हाउ इज लाइफ गोइङ कस्तो चलिरहेछ सब ठिकठाक दाइ एकदम ठिकठाक हो चलिरहेछ जिन्दगी कस्तो हुन्छ तिम्रो म्युजिकल करियर चाहिँ कस्तो हुन्छ अहिले डेनमार्क आएपछिको डेनमार्क आएपछि एकदम स्लो चलिरहेछ स्लो चलिरहेछ तर बिस्तारै बिस्तारै भइरहेछ गीतहरू लेख्दैछु गीतहरू लेख्दैछौ डेनमार्कको माहौललाई बुझ्दै लाइफलाई बुझ्दै सही अनि मेनली चाहिँ तिमीले बनाइसकेको गीत तिम्रो जुन त्यो हालिसकेको गीतको चाहिँ के कस्तो छ नि भाइब त्यसमा खासै अलि रिसेन्टली त धेरै छैन भ्युजहरू त्यस्तो आइरहने त छैनन् लिसनर्सहरू पनि तर जे पनि चलिरहेछ ठिकै बिस्तारै भइरहेछ सबै कुरा ओके तर पहिला जस्तो विधि पनि छैन स्लो 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 लाइक कस्तो तिम्रो म्युजिक त अलिकति फेरि जेनजी भाइबको खालको छ नि त होइन स्लोमा टक्क गिटार बोकेर होइन त्यो भाइबको कसको छ इन्सपायर चाहिँ त्यो म्युजिक बनाउनलाई इन्सपायर चाहिँ कसमा भयो त नि त्यसको लागि एकदम अब बेस पुरै सर्फेसदेखि नै जाने भयो भने चाहिँ अब सुरुमा सुन्दाखेरि चाहिँ सुरुमा चाहिँ नितेश कुनवर सुन्दै त्यसपछि स्वप्न सुमन त्यहीँदेखि नै सुरु हुँदै गयो त्यही जनरको प्याटर्न फलो गर्दै सुशान्त केसी सजन राज वैद्य अनि समीरहरू अब त्यस नयाँ आर्टिस्टहरू बिस्तारै बिल्डअप हुँदै गएपछि आफूले पनि लेख्न कोसिस गर्दै गएँ तिम्रो यो अहिलेको यो रिसेन्ट गीत चाहिँ के युट्युबमा मात्रै हो कि अरू ठाउँमा पनि तिमीले गरेछौ होइन बिस्तारै प्लेटफर्महरू चाहिँ अरू पनि एक्सप्लोर गर्दैछु अब स्पोटिफाईहरू मैले आफैले चाहिँ होइन हुनुहुन्छ एकजना दाइ अनि उहाँले चाहिँ सबै कुरामा हेल्प गर्नुहुन्छ ओके यस्तो प्रड्युसिङ अनि डिस्ट्रिब्युसनहरूमा चाहिँ अनि भइरहेछ ओके पुरै डेनमार्कको सिनारियोलाई हेरेर पनि पुरा एउटा गीत चाहिँ तिमीले लेख्नुपर्छ क्या लेख्दैछु बिस्तारै अब मौसम एकदम चिसो तर अब त समर आउनु लागिसक्यो होइन सन्नी डेज आर कमिङ सुन सही मेरो भाइ अनि लाइक अब नेपालमा त तिमी अब मजाले म्युजिकमा केही गर्छु भन्ने खालकै भाइब थियो नि त होइन अब लाइक अब यहाँनिर त तिमी स्टुडेन्टमै हो नि होइन स्टुडेन्ट अब पढ्नलाई यता आइसकेपछि सिनारीमा चाहिँ कस्तो हुँदो रहेछ त लाइक यहाँ पनि त्यो म्युजिकलाई कन्टिन्यू गर्नलाई मजाले पाइराख्ने टाइम हुन्छ कि के एकदम छैन त्यस्तो ब्यालेन्स लाइफै छैन हुन्छ नि उठ्यो ट्याक्क क्लास भनेछ क्लास गयो अब साथीहरू भेट भइहाल्छ डुल्न गयो अनि घर आयो फेरि थकान हुन्छ फेरि काम अनि फेरि बेलुका 12-1 बज्छ त्यस गिटार समातेर आफ्नो लागि पर्सनल टाइम दिनु चाहिँ विकेन्डमा धरि अलिक गाह्रो हुन्छ है यहाँको चाहिँ म्युजिक सिनारीमा लस्थे अब तिम्रो कतै सोहरूमा जाने खालको कतै पर्फर्म गर्नको लागि ल भाइ जाउँ अथवा ल साथी जाउँ भन्ने त्यस्तो सिनारी चाहिँ के छ एकदम जस एप्रिसिएसन चाहिँ छ एकदम धेरै यता पनि किनभने साथीभाइहरू पनि एकदम म्युजिक लभरहरू नै भेट भए जस्तो लाग्छ मलाई चाहिँ सबैजनाले अब त्यो चलेको गीत सुनिसकेको रहेछन् अनि मैले ल यो चाहिँ मेरो गीत है भन्दा अचम्म मान्छन् म कति बेला म त्यहाँ नेप्स्टो गएर हुन्छु क्या होइन नेप्स्टो गएर बेलामा त्यहाँनिर पुरा तिम्रो म्युजिक बजिरहेको हुन्छ क्या म फर्स्ट टाइम त्यो तिम्रो त्यो म्युजिक सुन्ने बेलामा चाहिँ ल यो गीत कस्तो भइहाल्यो रहेछ अरे कस्तो गीत हो भनेर मैले चाहिँ अरू नै कुनै के हो अनि पछि तिमीलाई भनेर त्यो गीत कविरको गीत हो नि भन्दाखेरि ल ठिक छ क्या त्यो मुभमेन्ट क्या त्यो चाहिँ क्या रमाइलो लागेको थियो त्यो त एकदम बवाल छ त तिमी त्यसलाई चाहिँ अझै अब
प्रपर पाराले नै निकाल्दाखेरि पनि दामी हुन्छ बिस्तारै गर्ने भनेको त्यो प्रोफेसनल्ली नै रेकर्डिङ गर्नलाई चाहिँ अलि टाइम लिइरहेको छु मैले अगाडि नै प्लान त गरेको तर अब फेरि यता बाहिर जाने प्रोसेसहरू 2.5 वर्ष त म बाहिरै जाने भनेर नै स्पेन्ड गरेँ पर नेपालमा भयो चाहिँ तिम्रो म्युजिकल लाइनको तिम्रो सर्कलहरू चाहिँ को थियो साथीभाइहरू सर्कलहरू त्यस्तो विधि त थिएन तर जस लकडाउनको बेलामा चाहिँ अलि समय चाहिँ दिन पाएँ मैले अनि त्यो बेला चाहिँ अब यत्तिकै साथीहरू एड भयो इन्स्टाग्राममा अनि इन्स्टाग्राम पनि फेरि सुरुमा भर्खर चलाएको थिएन लकडाउनमा अनि ल एड भयो अनि एउटा ग्रुप थियो ग्रुपको नाम चाहिँ मैले अलिक बिर्सेँ तर त्यसमा चाहिँ हामी सबैजना आर्टिस्टहरू अहिलेको आबेज समीरहरू पनि थियो अनि ओसिनहरू पनि थियो अनि त्यहाँनिर चाहिँ म्युजिकहरू सेयर हुन्थ्यो क्या दिनमा के गर्ने भनेको यत्तिकै सबैजना बस्यो भोइस रेकर्ड गऱ्यो पठायो होइन यो गीत यस्तो यो गीतको स्टोरी यस्तो अब इन्सपिरेसन के हो कसरी गीत लेखिन्छ यताउता सब कुरा हुन्थ्यो अनि मेनली चाहिँ एकजना सागर भन्ने साथी थियो सागर राणा भन्ने अनि उनले चाहिँ मलाई सोधिरहन्थ्यो क्या कसरी लेख्ने के गर्ने फेरि म पनि भर्खर लेख्न थालिरहेको थिएँ अनि मैले सेयर गरिरहेको थिएँ अनि उसको पनि बिस्तारै गीतहरू आउन थालिरहेको थियो राम्रैसँग आउन थालिरहेको थियो अनि फेरि बिचमा बोल्न छोड्यौँ त्यसपछि त अनि एकैचोटि न्युज आयो कि ऊ त सुसाइड गरेर भनेर एक्सपायर भयो अरे त्यही भएर नै उसको त्यो अब त्यही भएर अलि एड चाहिँ अलिक बेसी आउन चाहिँ त्यो यस्तो एउटा खालको फिल हुन्छ हुँदैन अब जस्तै तिमी यहाँ आयो होइन अनि अब यहाँबाट तिमीले अब नेपालको त्यो सिनारी अहिले त म्युजिक सिनारी बवाल भइसक्यो नि त नेपालको अनि यहाँ तिमी यहाँ बसेर अब त्यो आफू सँगसँगै एउटा खालको त्यही सर्कलमा भएको सिङ्गरहरू साथीभाइहरू चाहिँ अहिले पुरै होइन स्टेज सो हानिरहेको छ रेकर्डिङ जाम झारिरहेको छ त्यो देख्दाखेरि अहिले अब तिमीलाई त्यो खालको एउटा ल म पनि बरु नेपालमा बसेर केही कन्टिन्यू गरिरहेको भए केही हुन्थ्यो कि भन्ने खालको भाइ चाहिँ त्यो देख्दा त मलाई एकदम खुसी लाग्छ होइन किनभने सँगै त्यो बेस एउटै थियो तर अनि उनीहरूले टाइम पनि धेरै दिइरहेको थियो किनभने एबेसले भन्थ्यो त्यहाँनिर पनि होइन रेकर्डिङ त्यो भोइस रेकर्डहरू पठाउँथ्यो कि योबाट यसरी सिक्दै छु म युट्युब च्यानलहरू अनि म्युजिक थ्योरीहरू के भन्थ्यो पनि अब त्यो सिरियसली नै चाहिँ म चाहिँ गएको थिइनँ क्या त्यो भित्र नै चाहिँ पसेको थिइनँ अनि उनीहरू भइरहेको थियो उनीहरू डेली भइरहेको थियो म बिस्तारै पछि तर म पनि कन्टिन्यू चाहिँ गरिरहेको थिएँ अब नयाँ झार्नुपर्छ दामी बिस्तारै लेख्दैछु चिन्दैछु मान्छेहरू सर्कल बढ्दैछ तिम्रो त्यो अहिले भएको गीतको चाहिँ त्यो इन्सपिरेसन चाहिँ के हो त त्यसको लिरिक 2 लाइन एकचोटि सर हल्का 2 लाइन हान्दियो नि त सबैजनालाई 2 लाइन हल्का गाएर अनि त्यसको अनि के को लागि थियो त त्यो गीत किन थियो गीत बनाएको त्यो गीत बनाउनुको कारण चाहिँ के भन्दा अब यतिकै त्यो लकडाउन भर्खरै सकेको थियो फेरि होइन लकडाउन सकिसकेपछि पनि फेरि त्यो कोठामै बस्ने बानी भयो क्या अनि त्यसपछि कोठामै बस्दा यत्तिकै गुनगुनाइरहेको थिएँ अनि खै कसरी त्यो वर्डहरू हुन्छ नि भित्रबाट निस्किँदै गयो क्या अनि वान फ्लोमा बनेको जस्तो गीत भयो क्या बसेको त्यही बस्दा नै लेखिन थाल्यो फ्लोहरू पनि यत्तिकै निस्क्यो त्यतिमै गीत बन्यो क्या अनि मलाई चाहिँ सुरुमा चाहिँ कस्तो लाग्थ्यो भन्दा के नर्मल त हो नि होइन जहिले लेखिरहेकै हो अनि एउटै त हो आफ्नै मेलोडी अब ठिकै छ भने ल मैले भाइलाई सुनाएँ ठिकै छ त नर्मलै छ केही छैन राम्रै छ पनि भन्यो त ल ठिकै छ तर लाइक त्यस्तो केही एक्सपेक्टेसन केही थिएन अनि हाम्रो घरको चाहिँ माथि चाहिँ ढुङ्गा छ ठुल्ठुलो एकदम म्यासिभ होइन अनि त्यो ढुङ्गामाथि गएर हामी चाहिँ गीत गाउने के ठ्याक्क लकडाउन सकेपछि त नेचरमा एकदम डाँडा पाका होइन उता हिमाल पनि देख्दै होइन त्यहाँ बसेर साँझतिर 5 बजीतिर जाने अनि साथीभाइहरू सब जम्मा हुने अनि गीत गाउन थाल्ने अनि म चाहिँ अनि के गर्थेँ भन्दाफेरि ल आज चाहिँ मैले यो गीत लेखेको है सुनाउन थाल्थेँ त्यो मेन इन्सपिरेसन जस्तो अब जोनकै कुरा हेर न अब जोनले अब यहीँ डेनमार्क बसेर यहीँनिरको एउटा भाइबमा पारामा गर्दा अहिले इज वान अफ द बिग आर्टिस्ट होइन लेजेन्डरी नै हुने बेला भइसक्यो होइन राम्रो छ नि है हजुर अब त्यो सर्कलहरू पनि त्यसरी नै बिल्डअप बढ्दै गएर खासमा चाहिँ यहाँ पनि लाइक एउटा म्युजिकको तिम्रो जस्तै म्युजिकको त सायद सर्कलहरू त यहाँ छ होला नि अरू आर्टिस्टहरू पनि छ मलाई एकदम मनपर्नेहरू पनि छन् किनभने उनीहरूको भोइसको टेक्स्चर अनि त्यो सबै कुरा
अनि सँगै बसेर गाउँदा पनि वा यस्तो बबाल गाउँछ जस्तो रमाइलो लाग्छ नयाँ नयाँ अब फेरि कलेजमा पनि त त्यो प्रोग्रामहरू आउँदैछ अब त्यसमा पनि नयाँहरू भेट्दैछु म होइन त्यहाँ पनि रमाइलो भइरहेछ किनभने आफ्नो आफ्नो भाइबको मान्छेहरू होइन भेट्दाखेरि एकदम अनि उनीहरूले फेरि यस्तो क्या अब उनीहरूले गाइदिन्छ गीत मेरो गीत गाइदिन्छ एकचोटि त्यस्तो पनि भएको थियो अस्ति भर्खर अनि ठिकै छ मैले एक्सपोज चाहिँ गरिनँ त रमाइलो लाग्यो तर कस्तो मैले भन्दा बगाल गाएँ कि गाएन भन्ने खालको फिल गर्नु राम्रो गएको थियो सही रमाइलो जस मलाई चाहिँ अब तिमी चाहिँ अझै एउटा लेभलमा ग्रो भएको चाहिँ एकदम हेर्न मन लाग्छ किनकि तिम्रो त्यो अस्तिमा तिमीले त्यो पर्फर्म गरेको नि हेरेँ नि त मैले क्या त्यो सुन्दाखेरि वा यार भइहाल्यो यार जनरमा पनि फेरि डिफ्रेन्ट सेट हुने त्यो त अति नै आफूलाई कुन सुट गर्छ होइन आफूलाई कुन चाहिँ आफ्नो लागि होइन भनेर क्या तर अब सिङ्गर भएपछि जुन जनर पनि गर्नुपर्छ भनेर जस्तो हुन्छ नि त भावना मान्छेहरू क्या त्यो चाहिँ लाग्दैन मलाई चाहिँ आफ्नो एउटा सिग्नेचर हुन्छ भन्ने टाइपको होइन अब अहिले त टोटल्ली अब पहिला भयो भने अब 10जना मेम्बर ब्यान्ड मेम्बर भएको ब्यान्डहरू पनि थियो होइन 3जना भएको 4जना भएको ड्रम्स अब अहिलेको सिनारी त टोटल्ली डिफ्रेन्ट भइसक्यो नि त टक्क गिटारमा बस्यो सर र गाए जस्तै तिम्रो पनि त हो क्या भन न तिम्रो गीतमा अब लाइक अब पछाडि 3-4जना ब्यान्ड सेट चाहिने खालको त्यो इन्भाइरोमेन्ट हुँदैन नि त होइन किनकि त्यो त गिटारमै डिफमा मेलोडी पाएर कस्तो रमाइलो हुन्छ सुन्नु न अब ट्याक्क 4 कोठामा बन्द भएर एक्लै होइन जति बेला पनि क्या बजाछ गाछ जे छ आफ्नै त्यो भावना हुन्छ होइन आफूलाई सुनाइरहेको छ कि 4 कोठाभित्र 4 वालभित्र क्या यस्तो रमाइलो हुन्छ त्यो गाउँदाखेरि मलाई एउटा कुरो चाहिँ तिमीलाई भन्न होला जस्तै त्यो नेपालमा तिमीले भने नि त्यो लाइक ठुलो ढुङ्गामा आनन्द एउटा भ्यू हेर्दै एउटा फिल त्यो खालको फिल होइन त्यो बेलामा निस्किने त्यो शब्दहरू र होइन जस्तै अब अहिले यहाँ डेनमार्कमा अब आफ्नो अलिकति ह्यास्टिक लाइफ होइन रसको लाइफ त्यो बेलामा निस्किने त्यो फिलिङ्सको गीतमा त्यो शब्दमा चाहिँ के हुन्छ लाइक नेपालमा त्यो एउटा कामनेसको वाला टाइपको फिलिङ एकदम डिफ्रेन्स हुन्छ शब्द त्यो बेला लेख्ने गीतहरूको बेग्लै थियो क्या त्यो भाइब होइन आफूलाई पनि कस्तो भइरहेछ है जस्तो क्या जब चाहिँ त्यो गीत चल्न थाल्यो अनि यस्तो पनि हुँदो रहेछ होइन फेरि अनि एक्लै बसेर गर्दा त शब्दै नभेट्ने के अब शब्द लेख्न थाल्यो यो त अलरेडी एक्जिस्ट भइसकेको रहेछ होइन जस्तो टाइपको पनि हुन्छ फिलिङ नयाँ क्रिएसनलाई अलिकति अनि कति बेला चाहिँ के हुन्छ भन्दा लेख्यो बिचमै अड्किन्छ क्या फेरि त्यो अड्के भइदिन्छ अनि कति बेला अब साथीसँग सजेसन लिएर पनि हुन्छ अनि उनीहरूले पनि हेल्प गरिरहन्छन् जो सबैजना हेल्पफुल्लै छन् अब लाइक डेनमार्कमै हुने अरू इभेन्टहरूमा पनि आई होप तिमीलाई अब त्यो खालको सिनारीमा पनि देख्न पाइन्छ होला होइन चाँडै अब जहाँसम्म अब लाग्छ देखिन्छ नि होला होइन चिनिँदैछ अब तपाईँ नै अनि मेन चाहिँ अनि लाइक अब यहाँनिर आइसकेपछिको सिनारीमा चाहिँ कस्तो खालको फिलहरू कस्तो भइरहेको छ त लाइक अब हेस्टिक लाइफ नै छ वाइल्डै गाह्रो खालको लाइफ छ कि लाइफ गोइङ वाइल्ड नै गाह्रो नै त अलि छैन जस अलिक ब्यालेन्स गर्ने कोसिस गर्दैछु जस काम छैन भन्दा छ पनि त्यस्तो बिजी पनि छैन त्यस्तो आफूलाई पनि धेरै टाइम पनि छैन त्यो सबै चल्न चाहिँ चलिरहेको छ हजुर लाइक अब जस्तै अब नेपालबाटै कोही चाहिँ अब म डेनमार्क आउँछु तर ऊ चाहिँ एउटा लाइक अब म्युजिक ब्याकग्राउन्डको छ म एकदम म्युजिक क्रिएट गर्न मन पराउँछ होइन म्युजिकमा के गर्छु भन्ने उसको सोचाइ छ त्यस्तो मान्छे चाहिँ ल अब्रोड जान्छु पढ्नको लागि जान्छु अथवा म जान्छु अब्रोड जान्छु भन्दाखेरि त्यस्तो मान्छेको लागि चाहिँ कस्तो हुने रहेछ सिनारी तिमीले त्यो फिल गर्यो नि त डेनमार्कमै आउँदा चाहिँ डेनमार्कमै एकदम मलाई त यस्तो वेलकम गर्न मन लाग्छ कि किनभने यहाँ एकदम म्युजिक लभरहरू पनि छन् होइन अब म्युजिक नै गर्दा पनि त बेटर नै होला सायद किनभने आफूलाई टाइम पनि हुन्छ आफ्नो प्र्याक्टिस होइन आफ्नै बिल्डअप हो त्यो भएको अब राम्रै हुन्छ होला जस वर्क लाइफ पनि त गर्नु पऱ्यो किनभने सबै एक्सपेन्सेस आफैले हेर्नुपर्छ किनभने बेसीमा बेसी भनेको त सबैजना मिडल क्लास प्राइस सबैजना नेपालीहरू त्यही भएर त बाहिर आउने होइन अनि अब त्यो पैसा कमाउनु परिहाल्यो अब यता फिज भन्यो अब आफ्नो एक्सपेन्सेस भन्यो डेली लाइफको अब त्यो सबै ब्यालेन्स गर्दाखेरि जस
नेपालमै जस्तो फिल हुन्छ होला है तर साथीहरू पनि त्यस्तै सर्कलको हुनुपर्छ फेरि अब आफू इन्ट्रोभर्ट भयो भएर पनि त अलिक समस्या त्यो त म चाहिँ त्यही भन्छु कि जस्तै अब तिमी एउटा फिल्डमा छौ होइन लाइक म्युजिकमा छौ तिमी जति सक्दो एक्सपोजर हो क्या तिमी एक्सपोजर लियो तिमी सोसियल भयो जति सोसियल भयो तिम्रो कनेक्सन त्यति राम्रो हुन्छ होइन तिमीलाई ल अब तिम्रो म्युजिककै कुरामा पनि ल धेरै प्लस पोइन्ट पाउँछ नि त एकदम म पनि पहिला अब त्यस्तै त एकदम साई अझै पनि साई त साई नै छु तर पनि पहिला चाहिँ म धेरै बोल्दिनँ थिएँ अनि कहिले हाई भने हाई सक्यो त्यति सक्यो अनि अहिले चाहिँ अलिकति त्यो हुन्छ नि आफ्नोपन आफूले बल्ल चिन्दैछु कि हाई मात्र होइन आफूलाई नै चिन्दैछु होइन सही हो त्यो यस्तो हुन्छ नेपालमा भनेको अब एउटा आनन्दको खालको भाइबमा हुन्छ फ्यामिलीसँग सबैजना त्यो खालको इन्भाइरोमेन्ट हुन्छ अब यहाँ आफू एक्लै भइसकेपछि आफूले आफूलाई चिन्दो रहेछ क्या मान्छेले त्यो चाहिँ हो क्या किनकि यहाँ अब बाहिर आइसकेपछि त लाइक आफूले चिन्ने मौका एकदम पाइन्छ क्या म कस्तो रहेछु होइन म कुन कुरामा चाहिँ स्ट्रङ रहेछु के पनि गर्न सक्छु होइन अब त नत्र बेला घरमा आनन्दले चिलमा सुतेर बसेको बेलामा म यहाँनिर चिसोमा होइन पानी परेको बेलामा म बस पाउँछु कि पाउँदैन भनेर दौडिन सक्छु भने फिल हुन्छ जान्छ एउटा नर्मल एक्जाम्पल होइन अनि पङ्क्चुअलिटी पनि एकदम सिकाउँछ टाइम टु टाइम सब कुरा त्यो चाहिँ खानासाना खाने बेलामा के छ त्यो सिनारी बनाउने ओर्ने खाने ओर्ने बनाउँदा पनि म त गीत गाउँदै सही हो त्यो चाहिँ प्लस त्यस आफू बस्ने घर पनि त्यस्तै नै छ क्या अब त्यो घर बेटीदेखि होइन छिमेकी हुन्छ नि त्यहीँ बस्नेहरू सबैजना राम्रो हुनुहुन्छ सबैजना सपोर्टिभ होइन ए भाइ तिमीले त गीत गाउँछौ गाउँछ नि अनि गीत गाउँ न त अब विकेन्डमा अब बस्यो अब भेला भयो होइन खायो गीत गाउँ रमाइलो भइरहेछ त्यतिको चाहिँ हुनु पऱ्यो होइन सपोर्टिभ नै हुन्छ मान्छेहरू आफू कसरी खुल्ने भन्ने कुरामा त भर पर्छ एकदम अनि त्यही भएर अब गाउन पनि मन लाग्छ नि त अनि एक्लै भए पनि अब सपोर्ट छ भने त धेरै क्रिएसन पनि निस्किँदो रहेछ त्यही भएर अलिअलि भए पनि लेख्दैछु म लेख जति सक्दो लेख अनि के छ अनि लाइक यहाँ बसेर नेपालको म्युजिक सिनारी हेर्दाखेरि चाहिँ कस्तो लाग्छ त अहिले त अब म्युजिक सिनारी इभेन्टहरू हेर न कुन लेभलको क्या अडियन्स त्यस्तै एउटा नर्मल कन्सर्टमा 5-6 हजार 4-5 हजार भन्दा कम मान्छे नि नहुने एकदम होइन तर एफोर्डेबल पनि लाग्छ मलाई चाहिँ नेपालको सिनारी आर्टिस्टहरू पनि त्यस्तै लाग्छ किनभने सबैजना हेरेरै अनि त्यत्रो म्यासिभ क्राउडमा त अब कुरै छोड्नु त्यो आर्टिस्टले एक्सपोजर पाएको छ कि जे भने होइन अब पहिला हो भने अब नर्मल एउटा आर्टिस्टलाई पर्फर्म गर्नलाई कहाँ त्यो इन्भाइरोमेन्टै हुँदैन थियो नि त अब अहिले हेर त यसो इभेन्टहरू हेर्दाखेरि होइन क्या अनि त्यो अन्डरग्राउन्ड आर्टिस्टहरूलाई पनि धेरै राम्रो भइरहेछ नि अहिले किनभने अब ओपनिङ पर्फर्मेन्स कसको भन्दा अन्डरग्राउन्ड अडियन्स त्यत्रो धेरै तर अहिले यो लाइक आर्टिस्टहरूलाई अलिकति एउटा लेभल अप गर्नलाई चाहिँ सुशान्त केसीको चाहिँ अहिले अलिकति एउटा भाइब छ जस्तो लाग्यो मलाई पनि त्यस्तो लाग्छ होइन सुशान्तले त्यस्तो अस्तिको यो रिसेन्ट कन्सर्टमा पनि हेर न लाइक आफूसँग कतिजना अब यङ आर्टिस्टहरूलाई कतिजनालाई कोल्याब सबैजनालाई गर्नु त तिम्रो साथी पनि भने होइन हाम्रो समीर होइन उनीहरू त्यो लेभलको एउटा सो राम्रो हो नि राम्रो एक्सपोजर हो नि त होइन त्यो भने रमाइलो चलिरहेछ खै म्युजिक सिन त एकदम बाबाले अब जुन गीत आए पनि कस्तो मजाले चलिरहेको जस्तो लाग्छ अहिले फेरि जनर पनि त्यस्तो केही फरक परिरहेछ नि कि नेपालमा मलाई मेन कुरो लागेको चाहिँ कस्तो भन्दाखेरि पहिला क्या अलिकति जस्तै अहिलेको यो रिसेन्ट 5 वर्षभन्दा अगाडिको टाइममा होइन तिम्रो पहिला म्युजिक यत्तिकै बोर भयो होला म्युजिक सुन्नु पऱ्यो होइन हिन्दी गीत सुन्नु पर्थ्यो क्या हिन्दी गीत लाग्यो होइन हिन्दी गीतमै अहिले हेर अहिलेको यो कति यो रिसेन्ट टाइममा त होइन मैले त हिन्दी गीत नसुने कति भएछ क्या के आइरहेको छ के भएर बाल छैन क्या नेपाली म्युजिकको त्यस्तो पम्प भएन रहेछ क्या अहिले एकदम जुन गीत सुन्दा पनि एकदम मजा अब तिम्रो अब ऱ्याप सुन्नु पऱ्यो पहिला ऱ्याप सुन्नु पऱ्यो भने जहिले नै अब के भन्छ हलिउड ऱ्यापर होइन अब अलिकति हिपहप पनि अझै युएसतिरकै हिपहपहरूलाई बढी सुनिन्थ्यो नि त होइन अहिले त यार हिपहप सुन्नु पऱ्यो भने पनि पुरा नेपाली त्यत्तिकै दोरीदेखि लिएर दुर्गेश ब्रो यार हेर न दुर्गेश ब्रो कुन लेभलको होइन म पनि उफ्रिन्छु सही हो दुर्गेशको डिमान्ड भइरहेको छ नि डेनमार्कको थाहा छ छैन होइन त नि जसले पनि क्या अब यत्तिकै केही पोस्टहरू हाल्यो लाइक अब हाम्रो इभेन्टहरूबाट केही हाम्रो यस्तो पोस्टर हाल्यो नि दुर्गेश चाहियो भन्ने टाइपको क्या होइन त्यो सिनारी बवाल भइरहेको छ नि
मिल्छ भने त ल्याउन दाइ म पनि उफ्रिनु जान्छु लेट्स सी है अब यो अहिलेसम्म त केही भइरहेन भयो भने चाहिँ लेट्स सी राम्रै हुन्छ अब अपकमिङ इभेन्टहरू पनि डेनमार्कको राम्रो हुँदैछ नि त होइन अब पर्सि अब रिसेन्टली अब मङ्की टेम्पलको हुँदैछ क्यारे अनि अब पशुपति शर्माको अनि अब हाम्रो नेकोबाट हाम्रो जेम्सीको सबैको जस्ट इभेन्टहरू बवाल झर्दैछ डेनमार्कमा अब दुर्गेश पनि कसरी त नलिएर आउँछ कि होइन रमाइलो हुन्छ जेम्सीको के अरे दुर्गेशको भन्नु भयो यता नि रमाइलो लाग्छ किनभने इभेन्ट म्यानेजरहरू एकदम राम्रो होइन सबै खालको आर्टिस्टहरू लिएर आउनुहुन्छ नि त मनोरञ्जन एकदम छ छ जस्तो यस्तो यहाँनिरको डेनमार्कको सिनारीमा चाहिँ अब भर्खरै फर्स्ट जेनेरेसनै हो नि त सेकेन्ड जेनेरेसनको बच्चाहरू भर्खर सानै छ यहीँ हुर्केको हजुर त्यो हुँदाखेरि बिस्तारै अब हामीले होप गर्दाखेरि चाहिँ अब अस्ट्रेलिया अमेरिकाको युकेको जस्तो सोचेर त हुँदैन नि होइन भर्खरै त कम्युनिटी बिल्डअप भइरहेछ हो नि तैपनि अब भर्खर बिल्डअप भइरहेछ फेरि थप्प गरिदिनु आँटिसक्यो त्यो पो त प्रब्लम ठिकै छ अब केही हुन्छ होला केही निस्किन्छ होला समाधान त भइहाल्छ तर स्टुडेन्टको लागि अलिकति प्रब्लम चाहिँ प्रब्लमै पारिरहेको थियो होइन ठिकै चल्ला सायद त्यस्तो लाग्छ अनि के छ पढाइको सिनारी चाहिँ कस्तो हुँदो रहेछ त यहाँनिर मलाई त त्यो पनि मेन सोध्नु मन लाग्ने कुरा क्या जस्तै अब पढाइ चाहिँ कस्तो हुँदो रहेछ लाइक पढाइको सिनारीमा जस्तै नेपालमा एउटा खालको कोर्स एउटा खालको करिकुलम अब बुकबाट हेरेर पढ्ने बुक पढ्ने खालको सिनारी हुन्छ यहाँनिर आइसकेपछि अब फिजिकल्ली बुक त मैले हेरेकै छैन क्या है ल्यापटपकोले तर कसरी पढ्ने भन्ने चाहिँ सिकाउँछ भन्दो रहेछ नि होइन यिनीहरूले चाहिँ लाइक अब होइन प्रायः जस्तो त अब आफूले रिसर्च गर्नु पऱ्यो उता त अब सबै त्यही घोकायो त्यही पढ्यो त्यही इक्जाममा आयो अब यता त रिसर्च गर्यो अनि त्यही बेस्डमा चाहिँ अब छुट्टै कम्पनीजहरूलाई रिफरेन्स राख्ने कि रिफरेन्स यता हुन्छ सजिलै हुन्छ है बुझ्न प्याटर्न बुझेपछि त अलिक सजिलै छ त्यस्तो गाह्रो पढाइ त्यस्तो गाह्रो त छैन टाइम दियो भने गऱ्यो भने केही न केही चाहिँ हुन्छ होइन जे अलिक बेसी पनि बुझिन्छ फेरि फोकस भयो भने पनि त्यही त हो क्लासमा पनि फेरि नेपाल जस्तै हो क्या प्रायः जस्तो नेपाली नै हुन्छन् हल्ला गऱ्यो होइन उता पढेर हुन्छ मास्टर साहबले यता कुचु खाइराखेँ होइन यो मन त मेरो नेपाली हो सही अनि मैले त कतिपय क्लासहरू बेलामा स्टोरीहरू देखिरहेको छु क्या त्यो क्लासमा पुरै नेपाली म्युजिक बजाएरै नाचिदिरहेको प्रोफेसरहरू पनि रमाइलो हुन्छ नि नेपाली गीत अस्ति पनि बजाइरहेको थियो क्या सज्जन राजवैद्यको चिठीभित्र होइन त्यो चाहिँ क्लासमा क्या त्यो चाहिँ कस्तो त्यो चाहिँ कस्तो भन्दा अब ब्रेक भयो कुन गीत सुन्ने क्या यो गीत बजाइदियो होइन अनि मनपर्छ भने कहाँ आई लाइक एभ्रिथिङ भन्छ रमाइलो छ भनेपछि कलेजमा त तिम्रो फ्यान फलोइङ सही भयो होला नि त अहिले खै आफूले त्यस्तो बुझिरहेको त छैन तर खै मलाई अस्ति एकजनाले नाम सोध्दै हुनुहुन्थ्यो जस बङ्गाली हुनुहुन्थ्यो अनि मैले मेरो नाम यो भनेको अनि त्यस साइडमा बस्नु भइरहेको थियो दुईजना नेपाली मैले त विनो म त धङ्ग परेँ ग्रो हुनु राम्रो हो नि त होइन त्यति ग्रो हुनु राम्रो सही तर नि अझ एक्सपोजर चाहिँ पाएको छैन होला सायद ठिक छ एक्सपोजर होइन अब पाइन्छ हेर बबाल पाएन किनकि अब तिमीले अब एक दुईवटा गीतहरू फेरि झाऱ्यो भने त अनि त भइहाल्यो नि त्यही अनुसारको मेहनत पनि चाहियो रेकर्डिङहरू यताउतिको लागि चाहिँ अब तिमीले कस्तो हुन्छ लागि यहाँ म्युजिक बनाउने भने सिनारी चाहिँ कस्तो के सोचिरहेको छ यता डेनमार्कमै अलि खै जटिल नै देख्छु म चाहिँ किनभने त्यस्तो विधि चिन्जान गरेको छैन अब बिस्तारै होला कि सायद तर जति पनि छ ठिकै चलिरहेछ अब मलाई पनि भन्नुहुन्छ दा मेरो गीतहरू प्रड्युस गरिदिने दाइहरूले आशिष दाइले भन्नुहुन्छ भोइस पठाऊ म यता गर्छु भन्नुहुन्छ त्यो पठाउनलाई टाइम पनि छैन समस्या चाहिँ त्यहाँ एकदम सही भाइ अब कहिलेकाहीँ पठाउनु मन लागिरहेको हुन्छ त्यो बेलामा अब कस्तो हुन्छ नि त्यो धेरै काम गरेर धेरै स्ट्रेस भएर त्यो आफूलाई त्यो लो फिल भएर आउँछ गीत सुत्दिनी आफूलाई टाइम दिनुपर्छ अब समर आउनु थाल्यो अब चाहिँ अलिकति भाइब्रेन्ट लाइफ पनि हुन्छ होइन एकदम अलिक टाइम पनि धेरै हुन्छ चाँडै बिहान हुन्छ होइन अँधेरो त्यो सिनारी कस्तो फिल भयो लाइक तिमी यहाँ आउने बेलामा कस्तो समर थियो कि विन्टर थियो त्यो बेला ठ्याक्क फेब्रुअरी थियो दाइ विन्टर ठ्याक्क सकेर समर लाग्दै थियो त्यसो त तिम्रो एकदम यस्तो रमाइलो लाग्यो मलाई त
ट्याक लाएर गयो जता पनि क्या हरियाली त्यो चाहिँ मजा आउँछ यस्तो रमाइलो पानी पर्दा पनि रमाइलो लाग्ने त्यो बेला नेकेड बिच त गएन त्यता चाहिँ गएन त्यो पनि साइको हुन्छ नि फेरि मान्छे त्यो एक्सपिरियन्स नगर्ने होइन तर एक्सपिरियन्स चाहिँ गर्नु मन छ साइको हो नि क्या तपाईँ टक्क लाएर गयो होइन अब पुरै हामी त अब बिच जाने हाम्रो त बिच त्यस्तो साह्रो एक्सपिरियन्स गरेको छैन नि त नेपालमा समुद्रै छैन समुद्र साइड त्यही त त्यही होइन अनि गएर ट्याक्क लाएर बस्यो यसो यतिकै हामी त अब हुन्छ नि त अब अलिकति लुगा खोल्न नि अप्ठ्यारो मान्ने खालको सबजना पुरा खैराहरूको ज्यान त्यही त हो नि छक्क मिलेको खानपान त्यस्तै खालको गर्छ हाम्रो यहाँ ट्याक्टा भुल निस्केको ट्याक्ट परा जस्तो लाग्ने खोल्न नि यत्तिकै बसिरहेको थियो उतापट्टि होइन पुरा ल्यान्डिङ त्यो चाहिँ ठिस लाग्ने एकछिन त ओ नो होइन के हुँदैछ यहाँ आफूलाई अप्ठ्यारो लाग्ने तर त्यस्तो कुराहरू बिस्तारै बिस्तारै ओभरकम चाहिँ हुँदो रहेछ अब त्यो इट्स नर्मल देखेको सुरुमा हामी त त्यो सोसाइटीबाट हुर्केर आएको होइन नि त त्यही भएर हामीलाई त्यो कुरा अलिकति औडै लाग्दो रहेछ बिस्तारै यस्तो कुराहरू त यो नर्मल हो नि ह्युमन बडी के चाहिँ हो र भने जस्तो चाहिँ हुँदो रहेछ तर नि नेपाली कल्चर भने त त्यो त औडै हुन्छ त्यो भएर सबैभन्दा स्याभेज कुरा चाहिँ के हुन्छ भन्दाखेरि सुन न जिममा होइन जिम गयो होइन जिम गयो त्यहाँपछि अनि गएर फ्रेस गरेपछि नुहाउनु हुन्छ नि नुहाउनु जाने बेलामा म चाहिँ वेयर लाएर गएको होइन सबजना त्यहाँनिर नाइकेड छ होइन ठिसै मैले चाहिँ त्यो कन्डिसनमा त कस्तो हुन्छ भन न हामीले पो त्यहाँदेखि ल यिनीहरू चाहिँ किन यस्तो हो भन्ने खालको हामीले सबजनाले मलाई पो हेरिदिएर क्या ल किन यो चाहिँ लाएर आइरहेको छ भनेर आफूलाई अक्वर्ड त्यस्तो हुन्छ सिनारी तर जस सोसाइटीमा यहाँको इन्भाइरोमेन्टमा यहाँको सोसाइटीमा बिस्तारै हुँदै जाँदाखेरि अलिकति त्यो त्यस्तो कुरामा चाहिँ अलिक ओपन अप हुन चाहिँ खासै अप्ठ्यारो हुँदैन होइन बोल्दा पनि त त्यस्तै हुन्छ नि यहाँको चाहिँ अलिकति डाइरेक्ट हुन्छ हामीलाई त्यो पनि अप्ठ्यारो लाग्छ त्यही त अब के भन्न पऱ्यो भने पनि कति बेर सोचेर यसरी भन्दा ठिक होला है पोइन्ट है तर यहाँनिर चाहिँ ठ्याक आफ्नै पोइन्ट राख्दिएपछि सक्यो यस्तो हुन्छ हामी नेपालीहरू कस्तो हुन्छ अब कसैले दाइ भाइ आफूभन्दा सिनियर छ नि के छ ब्रदर आराम हुनुहुन्छ भन्ने टाइपको त्यस्तो हुन्छ अब त्यहाँ अब हेलो ब्रदर हाउहरू भन्यो भने अब के भन्दा मेरो एउटा इन्सिडेन्ट छ क्या म घर मुभ हुँदै थिएँ होइन अनि त्यसपछि गाडी बोलाएको थियो क्या गाडी बोलाएको थियो अनि मैले बेड किनेको थिएँ एउटा अनि बेड लिनको लागि गाडी बोलाएको अनि त्यो चाहिँ मेरो बेबीले गाडी त्यो हायर गरेको थियो अनि म चाहिँ त्यहाँ लोकेसनमा गएर बसिरहेको थिएँ अनि अब कस्तो हुन्छ नेपालको सिनारी उसले चाहिँ लाइक 3:30 आउँछु भनेको थियो होइन अनि म चाहिँ ल 15 मिनट 10 मिनट अगाडि त्यहाँ बसिरहेको थिएँ अनि मैले फोन गरेँ क्या त्यो गाडी ड्राइभरलाई होइन हेलो ब्रदर वेयर आर यु भनेर भने क्या मैले अब नर्मल्ली अब हामीले भन्दाखेरि त होइन केस दाजु कता हो हामी भनिन्छ नि त होइन त्यो भाइमा रेस्पेक्ट मैले त रेस्पेक्टमा हेलो ब्रदर वेयर आर यु भनेको त मलाई क्या गाली गरेँ क्या होइन म जहाँ भए पनि तँलाई किन चाहियो टाइपको क्या होइन म मेरो घरमा छु यहाँ होइन म मेरो घरमा बेडमा बसिरहेको छु तँलाई किन चाहियो अरे टाइममा आइपुग्छु नि त अरे क्या त्यो त्यस्तो कुराहरू चाहिँ अलिकति कल्चरल त्यो चाहिँ हुँदो रहेछ त्यो डिफ्रेन्ट छ तिमीले चाहिँ त्यस्तो खालको फेस गरेको छैन यहाँनिर यहाँको यो हुन्छ नि यहाँको रही खाने भनौँ न यहाँको खैरे नै त यहाँको मान्छेहरूले चाहिँ अलिकति त्यस्तो खालको लाइक त्यो अब के भन्छ त्यसलाई त्यो रेसिजम टाइपको फिल रेसिजम भन्दा पनि रेसिजम नै त फेस त गरेको छैन अहिलेसम्म किनभने जहाँ पनि गइरहेको छु होइन कस्तो त्यो आफूसँग भाइब मिल्ने खालको छ कि सबै जता पनि गइरहेको छ होइन अनि भेट भए पनि अब काममा जाँदा पनि त आइस है अब आज मजा आउँछ टाइपको त्यो त खासमा चाहिँ डेनमार्कको सिनेरियोमा चाहिँ मलाई एउटा फिल लागेको चाहिँ ऊ क्या जस्तै अब यहाँ त डेनिस बोल्छ नि त होइन इङ्ग्लिस त खासै अब इङ्ग्लिस बोल्न त सबले बोल्छ तर पनि उनीहरूले अब डेनिसलाई नै बढी प्रायोरिटी दिन्छ नि त अनि बोल्न थाल्यो हामीले इङ्ग्लिस बोल्न थाल्यो भने कुरै ननिस्किने क्या हेलो है एउटा केही कुरा टपिक केही पोइन्टमा कुरो गरेर छन् त्यो कुरो भयो अनि त्यहाँपछि चुपचाप क्या अब फर्दर कुरो गर्न चाहिँ अप्ठ्यारो हुने खालको क्या त्यस्तो चाहिँ मैले चाहिँ बेला बेला त्यो चाहिँ फिल गर्छु क्या म पनि गर्छु कहिलेकाहीँ चाहिँ त्यस्तो तर यताको मान्छेको लास्टै ह्युमर हुने क्या यस्तो जे बोल्दा पनि हाँस उठिहाल्ने गाली नै गर्नु छ भने पनि त्यस्तो हुन्छ त्यो पनि छैन कि पुरा हाँस उठ्छ कि गालीमा पनि रमाइलो छ यता त मेन तिमीलाई चाहिँ यहाँको ल्याङ्ग्वेजले कस्तो इफेक्ट पारेको छ छैन त्यो ल्याङ्ग्वेज ब्यारियर भन्ने टाइपको होइन ल्याङ्ग्वेज ब्यारियर कुनै ठाउँमा त हुन्छ नै तर प्रायः जस्तोमा चाहिँ इङ्ग्लिस धेरै नै बोल्छ यहाँ क्यापिटल नै भएर होला जताको नि मान्छे यहीँ छ नि त त्यो भएपछि अनि अब डेनिसहरू पनि कस्तो छ भन्दाखेरिमा अब यो जेन्जी खालकोमा त्योभन्दा अलिकति अगाडिको
उनीहरूलाई इङ्ग्लिस बोलिदियो भने कस्तो मक्क पर्छन् होइन ए हो हजुर त्यस्तो पनि छ क्या अब अलिकति ओल्ड एज भयो भने उहाँहरू पनि खुसी हुन्छ हो यसलाई इङ्ग्लिस आउँछ है सही अनि सबैजनाले इङ्ग्लिस पनि बोल्नुहुन्छ बोल्न त बोल्छ त्यो त जस्ट ल्याङ्ग्वेज चाहिँ अलिअलि चाहिन्छ थोरै थोरै के छ यताउता भन्नलाई अब एक्सक्युज त्योहरू जस डेनिसमै भन्नु पऱ्यो सबै कुरा त्यो चाहिँ त्यतिको त चाहियो अलिअलि भएन भने अब तर मैले एउटा रेस्टुरेन्टमा चाहिँ के भएको थियो भन्दाखेरिमा मैले डेनिस बोलेको थिएँ कि थोरै होइन ओन्सकुल भनेको तैँले फ्लेक्स गरे होइन अनि ल बोल्ने भयो पुरै डेनिसमा बोल्ने मलाई त अनि त्यहाँदेखि अनि म त्यो रेस्टुरेन्टमा चाहिँ अनि म डेनिस कहिले बोलेँ त्यसपछि सही त्यो हामीलाई त अब लाग्छ नि त तर मलाई पहिला कस्तो सुरुमा अलिअलि त्यो हुन्छ नि त्यो ताकहरू यस्तो थ्याङ्क यू यताउति टाइपको यिनीहरूको ल्याङ्ग्वेज बोल भित्रदेखि नै नआउने क्या किन भन्ने र भने जस्तो त्यो फिल लाउने क्या हाम्रो त्यो लभ चाहिँ नफुट्ने क्या है त्यो कस्तो अप्ठ्यारो चाहिँ हुने त्यो चाहिँ अलिकति फिल हुँदो रहेछ एकदम कोही त स्याबै हानिदिन्छ नि जस्तै अब डु स्पिक इङ्ग्लिस भन्यो भने नि नो आई डोन्ट स्पिक इङ्ग्लिस भनेर होइन अनि त्यसपछि हामी इङ्ग्लिसमा म आउँदैन मलाई इङ्ग्लिस भनिदिने खालको त्यस्तो हुन्छ कोही स्याबै खालको मान्छे अति नै फन्नी हुन्छ नि तर एक त कस्तो भन्दाखेरि अब हाम्रो यहाँनिर जति पनि हामी यहाँ हुन्छौँ नि त्यो चाहिँ हामी अब नेपाली सर्कलहरूसँगै भएर होला कहिलेकाहीँ त लिटरली यस्तो नि फिल हुन्छ कि मलाई चाहिँ कस्तो हुन्छ अब सबै अब दाजुभाइहरू साथीहरू सबैजना नेपाली सर्कलै भएपछि बिहान उठेर बेलुका सुत्ने बेलासम्म कहिलेकाहीँ एकचोटि इङ्ग्लिस पनि नबोल्नु पर्ने कन्डिसन नि हुन्छ क्या पुरै अब म त नेपालमै छु भने जस्तो भाइ भयो नि पनि त्यस्तै छ घरमा पनि फेरि सबैजना नेपाली हामी अब काममा पनि कोही न कोही भइहाल्छ होइन सिनारीमा अनि सही मजा आउँछ नि नेपाली फिल हो नि सब त्यो चाहिँ सही मजै हुन्छ त्यो चाहिँ एकदम सही मेरो भाइ यार रमाइलो भइरहेको छ एकदम डेनमार्कको लाइफ होइन तपाईँको कस्तो चल्दैछ अनि इभेन्ट्सहरू हाम्रो बवाल त के भन्नु जस्ट गोइङ गुड राम्रै भइरहेको छ तिमीहरूले सपोर्ट गरिरहेको छ सबै त्यही त होइन रमाइलो म त गइरहेको छु आएदेखि सही रमाइलो हुन्छ नि होइन सही अब हाम्रो नि अब नेको इभेन्टसँग म कनेक्टेड छु होइन अब हाम्रो नि जेएमसीको सो हुँदैछ अब अप्रिल 20 त्यो बेलामा रमाइलो गर्नुपर्छ होइन सबैजनालाई त्यो चाहिँ होइन सही अब वेलकम पनि छ जेएमसीको कन्सर्टमा चाहिँ सबैलाई वेलकम छ है अब भाइब जेएमसीको भाइब देख्दाखेरि बेला म आफू सक हुन्छ जहाँ पनि एम्स्टरड्याममा टिकटक हेर न जतातत एम्स्टरड्याममा मैले बनाएको छु तिम्रो प्राइभेट छ त्यो पोस्ट गर्नुपर्छ है त्यसो होइन त्यति चाहिँ चाहियो होइन जेएमसीको पनि अब हेर न सिनारी अब लाइक पोर्चुगलमा हुन्छ उहाँको होइन उहाँबाट अब हाइबबमा एउटा चिज चाहिँ क्लिक हुनलाई एउटा चिज चाहिँ चाहिन्छ क्या एउटा केही कुराले क्लिक भइसकेपछि खायो क्या होइन अब अहिले रिसेन्टली नेपालको सिनारीमा सबैभन्दा धेरै कन्सर्ट गरे भने जस्तो लागेको थियो जेएमसीले अनि त जताततै भइरहेको छ त्यतिको त्यो तिमीलाई कस्तो लाग्छ होइन मलाई एउटा कुरो मैले त्यो जेएमसी ब्रदरको एउटा त्यो स्टोरी उसको त्यो पारा होइन वे हेर्दाखेरि बाहिर बस्ने मान्छेको भाइब टाइपको फिल भयो क्या मलाई चाहिँ किन भन्दाखेरि जस्तै अब उसले बाहिर एउटा दुःख देख्यो नि त कति गाह्रो कति काम गरेर गर्दाखेरि एउटा सर्टेन एमाउन्ट कमाउनको लागि उसले कति गाह्रो दुःख गरेर हुन्छ नि त होइन अनि उसले चाहिँ त्यो म्युजिकलाई पनि उसले चाहिँ एज अ वर्क नै टाइपले लियो क्या होइन एज अ वर्क क्या किनकि उसले स्टेज सो गरेर होइन उसले पर्फर्म गरेर इन्कम आइरहेको छ उसले अर्न गरिरहेछ भने किन वाइ नट होइन किन त्यो धेरै ग्याप राखेन उसको सोहरूको म बेला टाइमलाइन हेर्छु होइन त्यस्तो छ है उसको सोहरूको टाइमलाइन हेर होइन कस्तो हुन्छ भन्दा तिम्रो आज एउटा कन्ट्रीमा सो भयो सपोज होइन आज एउटा कन्ट्रीमा सो भयो भने ठ्याक्क त्यही दिन अर्को कन्ट्री गयो होइन त्यसकै राति त्यहाँ एउटा सो होइन त्यस्तो क्या उसले त्यो ग्याप राख्ने त्यस्तो होइन त्यो नै क्या गर्ने बेलामा होइन गर्नुपर्छ ड्याङ गरे क्या त्यो हुँदाखेरि त्यो उसले मलाई पर्सनली फिल भएको उसले चाहिँ एउटा बाइक हो नि उसले दुःख बुझ्यो नि त होइन कति गाह्रो गरेर कति दुःख गरेर एउटा सडन एमाउन्ट कमाउनु लागि त्यति घोटिनु परिरहेछ उसले अहिले त लाइक अब उसको म्युजिक चलिरहेछ होइन भाइब गरिदिरहेछ त्यही त हो नि होइन टक्क लगाएर जेएमसीको सो जहाँ होइन 10जना 15जना केटाहरू ट्याक्क पछाडिपट्टि हापकट्टु लगाएर हिँड्यो होइन ग्याङ्स्टर भाइमा अनि एम्स्टरड्याममा भन्दै होइन यहाँ पनि हाम्रोमा हुने हो त्यस्तै गर्नुपर्छ टक्क 10जना पछाडि बसेर एम्स्टरड्याममा भन्दै होइन सही मजा हुन्छ तर उसको ऊबाट चाहिँ एक्सपायर सरी के भन्छ त्यसलाई त्यो एक्सपेक्टेसन के अरे त्यो त्यही क्या
त्यो एक्सपिरियन्स उसको एक्सपिरियन्सले चाहिँ आफूले चाहिँ सिक्नु चाहिँ पर्छ क्या जुनै पनि म्युजिक आर्टिस्टहरूले किनकि हेरौँ त अहिले त म त जस नेपाली आर्टिस्ट आयो भने गइरहेको छु क्या हरेकको क्या हो नि हुनुपर्छ जस्तै अब तिमी त्यसरी इभेन्टहरू यताउतिमा गइराख्यो भने त तिम्रो लागि पनि त एउटा दामी तिमीले पनि त एक्सपोजर पाउँछौ होइन ट्याक्क क्लिक हुन्छ यस्तो हो क्या तिम्रो म्युजिक त एउटा जेनजी क्राउडमा त राम्रै बिक्या छ क्या होइन फेरि आजकल अब कस्तो छ हेर न गीतहरू पनि पुरा भावना व्यक्त गर्नेवाला होइन सबै गीतहरू चलिरहेको गीतहरू कस्तो छ एउटा प्रेमिकाले एउटा प्रेमीलाई ट्याक्क होइन त्यो अहिले भावना फेरि सबै कस्तो राम्रो छ होइन सबै हुन त मायालुकै गीत तै पनि रमाइलो छ भाइको मायालु भन्दा भाइको चाहिँ के छ लभ लाइफहरूको बारे के छ सब के भइरहेको छ त्यो पुरै प्राइभेट दाइ अब एकैचोटि सिन्दुर हाल्ने एकदम एकैचोटि अरेन्ज सही बेमा बोल है त एकैचोटि त्यही बेलामा बोलाइहाल्छु पार्टी हान्नुपर्छ तिमी यहाँ त सिङ्गल नै छौ नि सिङ्गल स्टुडेन्टलाई चाहिँ कस्तो छ भाइ बिहार यहाँ मेन कुरो त गाह्रो कस्तो लाग्छ मलाई यस्तो रमाइलो लाग्छ होइन जे गरे पनि आफ्नै छ एक्लो जाएन एक्लो जता पनि पुग्दै पनि भयो जति बेला जे गर्दै नि हुन्छ क्या अब जति बेला उठे गयो जे गर्दै पनि भयो जस पङ्क्चुअलिटी चाहिँ चाहिन्छ आफूमा अब नत्र त अनि हम्बलनेस त एकदम चाहिन्छ त्यो त अभियसली त्यो त अब जता पनि गएको छ जे पनि गरेछ हल्ला गरिदिएछ होइन अनि फेरि यहाँको अब रुल्सहरू पनि मानिदिनु पर्ने हुन्छ फेरि त्यो त बसहरूमा पनि हल्ला गरिदिने मुख छाडिदिने त्यो त यताउता त्यो चाहिँ अलिकति त्यो त गर्नै भएन तर मलाई चाहिँ के लाग्छ भन्दाखेरि डेनमार्क चाहिँ सिङ्गलहरूको लागि चाहिँ बेस्ट ठाउँ हो क्या इफ होइन यु वान्ट टु एक्सप्लोर लाइफ क्या होइन लाइफलाई एक्सप्लोर गर्ने भने डेनमार्क कम त वर्ल्ड ठाउँ हो त सिङ्गलहरूलाई क्या सिङ्गल ट्याक्क सिङ्गल लाइफ आयो रमाइलो गरेर चिल आएन जता गएन यहाँको नि त फेरि कल्चर दामी छ नि त आउट गोइङको प्रायः जस्तो सबैजना सिङ्गलै हुन्छ नि त यहाँ त प्रायः जस्तो हो नि यहाँ त सबै प्रायः जस्तो सिङ्गल टाइपकै हुन्छ रमाइलो गर्नलाई एकदम सबजना साथी भयो होइन त्यो लाइफ चाहिँ दामी छ जस्तै एक्लो आएर होइन भयो 2-3 दिन भयो म जान्छु पेरिस घुमेर आउँछु केही समस्या छैन होइन तर पैसा छैन हार्डवर्क होइन हार्डवर्क त छ यहाँनिर चाहिँ 2 थरी हुँदो रहेछ क्या कि त लाइक इन्कम होइन कि त लाइफ क्या लाइफ बवाल इन्जोय गर्छु भने चाहिँ त्यही अनुसारको खर्च पर्छ त्यही तर हार्डवर्क पनि चाहियो त्यही अनुसारको तर फेरि अब जस्तै होइन मलाई लाइफ चाहिँदैन म पैसा नै तिर लाग्छु भन्यो भने फेरि त्यो पनि छ नि त होइन त्यो चाहिँ घोट्टै तर पछि गाह्रो हुन्छ नि त ढाड दुख्ने समस्या यताउता सही हो अलिअलि त छ त ठिक छ त होइन अहिले अलिकति हार्डवर्क गर्दाखेरि पछि तिम्रो लाइक एजुकेसनमै अब तिमी एकाडेमिकमै अब तिमीले एउटा होइन बाहिरको युनिभर्सिटीको डिग्री पाउँछौ होइन त्यो पनि त तिम्रो लाइफको एउटा बिग एचिभमेन्ट हो नि त होइन त्यो पाउँछौ तिमीले यस्तो दामी होइन डेनमार्क वान अफ द अब वर्ल्डकै ह्याप्पिएस्ट कन्ट्री भनेको छ क्लिनेस्ट कन्ट्री सेफेस्ट कन्ट्री त्यस्तो ठाउँलाई एक्सप्लोर गर्न पाएको छौ होइन होल युरोप एक्सप्लोर गर्न पाएको छौ नि त आर्किटेक्चरहरू त होइन त यस्तो आर्किटेक्ट त्यो कुरालाई पनि हामीले एप्रिसिएट चाहिँ गर्नुपर्छ क्या होइन अब लाइक बाहिर गाह्रो मात्र भनेर सोच्नु चाहिँ हुँदैन जस्तो लाग्छ होइन गाह्रो त जता नेपालमै गाह्रो छ नेपालमै गाह्रो भएर होइन त अब यहाँनिर अब यतिको मजाको फ्रिडम लाइफ होइन अनि इन्कम जे भनेर त्यही होइन त्यो एक्सप्लोर गर्न पाएको छ डिग्री त्यतिको लेभलको डिग्री छ आउँछु आफूसँग पाउँछु होइन त्यो एक्सप्लोर गर्नु होइन ल म सेन्जेन कन्ट्री छ हेर जहाँ घुम्छु भने घुम्न पायो होइन जे खान्छु भने खान पायो मनमा 3-4 चोटि सोचिराख्नु त पर्दैन नि त होइन हो कि भन न अब हो अब अलिअलि बाध्यताहरू त बन्धनहरू त हुन्छ तर भने हो कि होइन त्यो चाहिँ मलाई त त्यो फिल लाग्छ तर नि अब बाहिरै भएपछि पनि फ्यामिलीहरूलाई चाहिँ बिर्सेन हुँदैन त्यो त कहाँ फ्यामिली बिर्सिनु त तर कस्तो लाग्छ कहिले काहीँ चाहिँ कस्तो नि हुन्छ भन्दाखेरि तिम्रो अब यतिकै लो काम घर भएर हुन्छ माइन्ड एकदम मोनोटोनस टाइपको क्या एउटै खालको लाइन त्यो बेलामा चाहिँ अब घरतिरबाट फोन आयो भने नि त्यो आफूले गर्न चाहिँ नसकिने क्या भनेको त अब हुन्छ नि अब आफै एउटा खालको मैले पनि त्यो फेस गरेको छु हो कि भन न त्यो उठाउन पनि कस्तो अप्ठ्यारो फिल हुन्छ नि त होइन अब आफू अब एकदमै आनन्द गुड भाइ मजाले दिल खुस छ भन्ने टाइप भएको होइन अनि गरौँ भन्ने हुन्छ नि त होइन अनि अब त्यो नभइसकेपछि आफू एकदम लोमा बसिरहेको हुन्छ अनि त्यो बेलामा फोन गरेर अब त्यो आफूले त्यसरी आफू लो भएको बेलामा फोन गरेर होइन आफ्नो त्यो लो फिलिङ अरूलाई सेयर गर्नु भने त आफूसँग भएको त्यो नेगेटिभ एनर्जी अरूलाई पास गर्नु किन गर्नु क्या होइन खुसी भएको बेलामा खुसी दिउँ न होइन दुःखी भएको बेलामा किन दुःखी दिनु दुःखी हामी एक्लै होला नि त होइन नेपाली हो
म त्यस्तो फिल हुन्छ तर खुसी लाग्छ नि त्यो फोन आउँदा त फोन आउँदा त तर फेरि अनि आफूले चाहिँ फोन गरिरहेको पनि हुँदैन कि कति बेलामा चाहिँ त्यो अनि बिर्सिने अनि कुनै एउटा मोमेन्टमा गए पुगेपछि चाहिँ मैले त कलै गरेको छैन है टाइपको भने टाइम कति टाइम फेरि त्यो अब कति बजी कल गर्न पनि अप्ठ्यारो लाग्यो हो त्यो पनि हो जस्तै नेपालमा साथीभाइहरूको केसमा क्या मेनली क्या अब जस्तै हेर अब साथीभाइहरू अब अलिक टाइम एउटा आफू यहाँनिर गाह्रोको टाइम स्ट्रगलिङ टाइममा भइन्छ होइन इस्टाब्लिस हुने टाइममा भइन्छ त्यो बेलामा त्यो यताउति सम्झिने भन्ने सम्झिनु त सबैलाई सम्झिरहेको हुन्छ तर पनि त्यो एउटा फिल त्यसो फोन गरिराखौँ भन्ने खालको त्यो फिल अलिक भइरहेको हुन्छ नि त आफू अर्कै यहाँ एकदम रसमा हुन्छ नि त लाइफ अनि त्यो बेलामा एउटा कम्युनिकेसन ग्याप भइसकेको हुन्छ त्यो ग्याप भइसकेपछि अब अहिले यसो ल यार के गरेर होला आफ्नो साथीभाइहरू फोन गरौँ नि त भन्दाखेरि त्यत्रो टाइम ग्याप भइसक्यो अब कसरी कल गर्ने के भन्ने होइन त्यो चाहिँ एउटा हुन्छ क्या अब त्यो चाहिँ मलाई मात्र त्यस्तो फिल लाग्छ तर त्यो हुने कुरा नै सबैलाई होइन त्यो अलिक अप्ठ्यारो तर त्यस्तो चाहिँ होइन एकदम मनदेखि सबको यस्तो सबैलाई सम्झना छ अनि कति बेला त त्यो हिँडिरहेको बेलामा नि सम्झिरहन्छ नि त साथीहरू अनि अस्ति भर्खर हेर न ल अस्ति भर्खर होली गयो होइन त्यो होलीमा त्यो यसो पोस्टहरू हेर्दा यसो पोस्टहरू हेर्दाखेरि कुन फिलिङ हुन्छ भन न ल यहाँ ल नि त होली खेल्नु साथीभाइ भएर खेल्नु भने चिसो इन्भाइरोमेन्ट के खेल्नु सबजना पुरा रिला पाराले होली खेलिरहेछ रमाइलो गरिरहेछ त्यस्तो कति त पुरा ग्यालेरी पल्टाउँदै हेर्छु पुरानो फोटोहरू के कस्तो रमाइलो भएको थियो भन्ने टाइपको त्यो यो पनि मोमेन्ट थियो भन्नेवाला तर त्यो चाहिँ मेमोरी चाहिँ आफूले आफ्नो लाइफ मेमोरी चाहिँ बनाइराख्नु पर्ने रहेछ क्या म अहिले त त्यो आजभन्दा 8-9 वर्ष अगाडिको फोटोहरू मुमेन्टहरू त्यो फोटो हेर्दाखेरि होइन लाइफमा आएर यस्तो मुमेन्ट पनि मैले बिताएको थिएँ भनेर फिल आउँछ क्या बेला बेलामा त्यो सब रिमाइन्डरहरू हो किन भन न त्योहरू मेमोरी चाहिँ क्रिएट गर्नुपर्छ मलाई चाहिँ त्यस्तो लाग्छ त्यही भएर क्याप्चर लाइफ भन्छु क्या मजा होइन क्याप्चर लाइफ क्या सय भाइ ल रमाइलो भयो आज गफ है एकदम सय ल अब अरू त्यस्तै हो होइन सबजनालाई अब डेनमार्क इज अ कुल प्लेस होइन एकदम सबैलाई वेलकम छ होइन सही हो हामीसँगै भाइबसँगै गर्नुपर्छ कन्फिडेन्स चाहिँ लुज गर्नु कन्फिडेन्स लुज गर्नु सुरुमा अलिकति लो फिल हुन्छ मैले पनि त त्यही गरेको छ 4 महिना काम गरिनँ हेर्नु सुरुमा होइन 4 महिना काम गरिनँ तै पनि ठिकै चल्यो होइन अनि त्यस्तो अप्ठ्यारो पनि हुँदैन त्यो अप्ठ्यारो अलिअलि हुन्छ तर एउटा त्यसलाई फेस प्रिपेयर भएर चाहिँ हुनु पऱ्यो होइन त्यही हो ल सी यू गाइज ल भाइको अब अपकमिङ गीत आउँदैछ चाँडै त्यो गीत आउने बेला सबैले सपोर्ट गर्नुपर्छ ल दामी ल सही